चिसो भइरहेको छ तातो बनाउनलाई दुईटा सिलाएर दिने जोलाई सिला कार्कीलाई हामी दुःख पायो साराले सुशीलको पाले मेरो गन्जीलाई जा दुःख पायो साराले प्रकाश अर्याल गन्जीलाई जेन्जीहरूलाई धोका दिएर आज दुन सजाउने र हामीले नचाहेको चुनाव गर्दैछन् चुनाव हुँदैन जसरी 76 जना युवाको रगत पिएर सत्ता कु गरे आज 100 दिनभन्दा बढी नागिसक्यो 76 जना मान्छेलाई गोली प्रहार गरेर हत्या गर्नेहरूलाई खुलियामा उहाँहरूले बालुवाटारमा बोलाएर चियापान गर्ने निर्वाचनको नाटक गर्ने 16-17 वर्षका चाहिँ किशोरीहरूलाई बेहोस बनाएर डिम्ब बिक्री गर्नलाई उहाँको मान्यतालाई उन्मुक्ति दिने डिआइजीले आफ्नो काकालाई डिआइजी बनाउन चाहिँ पथप गर्ने रामेश्वर खनालले चाहिँ डोल्मालाई कर छुट दिने गैर कानुनी तवरले त्यहाँ चाहिँ स्वकीय सचिवहरूले र आसेपासेलाई नियुक्त गरे कुरा सबै होस् सुशीला कार्की धोकेबाज हुन् धोकेबाजलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै अधिकार छैन उहाँले सरेन्डर गर्नुपर्छ नभए यो तपाईँले देखिसक्नुभयो मुलुक द्वन्द्वमा जान्छ तर यो जेएनजीको आन्दोलनमा तपाईँको घुसपेट भयो राजावादीहरू राप्रपाहरूले अझ घुसपेट गरे यो भान्न खोजे भन्ने आरोप छ नि तपाईँहरूलाई यो देश सबैको देश हो हामी सबै नेपाली हो आज हाम्रो पुस्ताको 76 जनाको निकोलस भुषाल लगायतको टिम संसद भवनतिर लाग्दै एकता जिंदाबाद 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 सरकार मुर्दाबाद 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 एकता जिंदाबाद 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 मुर्दाबाद मुर्दाबाद निर्वाचन 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 निर्वाचन
हामी देख्दैछौँ मिराज ढुङ्गाना निकोलस भुसाल सहितको टोली निषेध क्षेत्र तोड्नलाई अगाडि बढ्दैछ जस्तो छ। जेन्जी युवाहरूको भिड मानेश्वरतर्फ जान खोजिरहेको छ। अगाडि प्रहरीको तैनाती बाक्लो छ, मुठभेड हुने सम्भावना पनि छ। यो माइतीघरको ताजा अवस्था हो। पानी छ नि, पानी बोतल पानी नपिनु होला दिसालु छ ए मान्छेले यो साथी खाली यो जति पनि छ नि उनीहरु पहिले दिन्छ त्यसमा यसको लागि जान्दिनको हो लिएर जान खोजेको का गर्न सकिन्छ त हजुर गर्न सकिन्छ। साथीहरू तपाईँहरू यही बस्दिनु होला शान्तपूर्वक। तपाईँहरूको छेउछाउ गरेका छ यतै गरिदिनु होला शान्तपूर्वक, अगाडि नबढ्दिनु होला। अगाडि कोही नबढ्दिनु होला। प्रहरीले अगाडि नबढ्नको लागि आह्वान गरिरहेको छ। यहाँबाट अगाडि नजानुहोस्, यहीँ बसेर तपाईँहरूको कार्यक्रम गर्नुहोस् भनिरहेको छ। तर भिडले मानिरहेको छैन। जेन्जी युवाहरूको समूह मिराज ढुङ्गाना निकोलस भुसाल सहितको टिमले अगाडि बढ्न खोजिरहेको छ। धकेला धकालको अवस्था हुन लागेको छ। तर भिड बिस्तारै यहीँ बसेर आफ्ना मागहरू पुरा गर्नलाई नारा जुलुस गरिरहेको छ। हेलो।